साथीहरू यो चाहिँ हैन च्वाचे भनिन्छ हैन नेपालीमा हैन यसको चाहिँ यो रिब्स चप्स हो है। यसलाई चाहिँ अब यसमा सानो सानो कपालहरू छ हैन यसमा अब यसलाई चाहिँ म हटाएर अनि यसलाई स्टेक गराउन गइरहेको छु। स्टेक भन्नाले अब यसको एउटा एउटा रिबको एउटा एउटा उ हुन्छ हैन। यो चाहिँ 1 2 3 4 5 6 7 8 लगभग 9वटा जति छ। तर यसको चाहिँ यतातिर चाहिँ साइड चाहिँ मसिनो भएको कारणले चाहिँ यसलाई चाहिँ अहिले काट्ने बेला हेर्नुपर्छ। र यो हाम्रो नेपालमा अथवा अरू ठाउँमा कुनै ठाउँमा चाहिँ यस्तो कपाल चाहिँ यो ब्लेडले चाहिँ काटेको जस्तो देखिरहेछ। यस्तो चाहिँ अब बाहिर दिन मिल्दैन गेस्टलाई। सो यसलाई चाहिँ अब मैले अब यो हटाउने तरिका चाहिँ कस्तो छ भन्दाखेरि यसलाई काट्यो भने चाहिँ अब यसको फ्याट अलि कम भएको कारणले यसलाई चाहिँ म कुन तरिकाले काट्दैछु भन्दाखेरि अब ट्याक्क यो यसरी आफ्नो औँलाले हात धोएर साफ हात भइसकेपछि यसलाई चाहिँ टक्क यहाँ अलिकति चक्कुले यहाँनिर अलिकति काट्नुपर्छ। अनि यस्तै काटिसके पछाडि अनि यसलाई टक्क हातले यसरी म्यास गर्दै गर्दै गयो भने चाहिँ यो माथिको सट्ट निस्किन्छ। म यो हजुरहरूलाई कसरी हो भनेर चाहिँ देखाउन गइरहेको छु है। महेन्द्र 1 मिनट इधर। त यसलाई यस्तै गरेर ट्याक्क यसरी पकड्न यसलाई चाहिँ यसरी ट्याक्क हैन यस्तो म्यास गर्दै गर्दै गयो भने यो हल्का आफ्नै तालमा चाहिँ यो ट्याक्क निस्किरहन्छ है। यसलाई यसरी निकाल्नुपर्छ। अब यो यसरी निकालिसकेपछि के हुन्छ भन्दाखेरि यो कपाल चाहिँ एकदम डेन्जर हो, शरीरको लागि हानिकारक हो। सो त्यही भएर चाहिँ यसलाई निकाल्ने तरिका है चक्कुहरू युज गर्यो भने चाहिँ यो अलि बढी यहाँबाट ताछिनु सक्छ। यो किनभनेपछि अब फ्याट पनि कम भएको कारणले फ्याट धेरै भयो भने त अब यसलाई चाक्कुले पनि काट्दा छुरी नाइफहरूले युज गर्दा पनि हुन्छ। तर मैले चाहिँ अहिले के गरिरहेको छु भन्दाखेरि यस्तरी आफ्नो हातले सट्ट यस्तो सर गऱ्यो भने यो यसको जो यो कपालको एरिया छ, यो कपाल छ यो एकदम मसिनो छ हैन। यो यताबाट यहाँ एकदम हातले पनि नभ्याउने अनि कुनै पनि टुल्सले ननिकाल्न पर्ने भएको भएर यो अब यो त युज त हुँदैन, त्यही पनि हामीले फाल्नै पर्छ। यो फाले तापनि अब यसलाई काट्नुभन्दा यस्तो तरिकाले गर्दाखेरि चाहिँ एकदम बेस्ट हुन्छ भन्ने चाहिँ मेरो हिसाबमा। अनि प्लस यो चाहिँ एकदम सफा पनि हुन्छ र निट क्लिन पनि हुन्छ। एउटा कपाल पनि यहाँनिर चाहिँ हुँदैन। यो चाहिँ देखिरहेको चाहिँ यसको नसा हो, यो चाहिँ कपाल चाहिँ होइन। कपाल जति पनि थियो यहाँनिर यहाँदेखि यति सानो मसिनो छ है। यो चाहिँ छक्कै यहाँबाट निस्कियो है। अनि यो क्लियर भयो है। अनि यस्तो हो साथीहरू, परदेशमा यस्तै हो, काम चाहिँ गर्नुपर्छ। यसलाई हल्का च्यात्थिसकेछ अनि यो चाहिँ अब यस्तो गरेर हल्का यहाँ काट्नुपर्ने अवस्था छ। कोही ठाउँ हल्का अलि जोड पनि लाग्न सक्छ है। सो यस्तो गरेर हल्का यसलाई तान्यो भने अलमोस्ट यो भइसक्यो है। अब यस्तो यो तान्यो हैन। अब हेर्नुस्, अब यो पहिले यस्तो थियो अब यो हैन। अब यो चाहिँ टक्कै सफा तरिकाले निस्क्यो। अब यो युज पनि हुँदैन र यो खाने लायकको पनि छैन, किनभनेदेखि यसमा पुरै कपालहरू छ। यो कपाल खाँदाखेरि चाहिँ मान्छेलाई एकदम हानि पुर्याउने, प्लस यो चाहिँ नपाक्ने भएको कारणले चाहिँ यसलाई चाहिँ यसरी निकालेर फाल्दिनु। लेमन गार्लिक सस, सलाड एन्ड फ्राइज। ठिक छ। अनि यसलाई यसरी यहाँ फाल्दिने डस्टबिनमा। अनि यो रह्यो। अनि यसलाई चाहिँ टक्क अब यो सफा पनि भयो र यो नाइफको युज पनि भएन। यो गर्दाखेरि चाहिँ एकदम बेस्ट हुन्छ। अब चाहिँ यसलाई चाहिँ पिसेस गर्नुपर्ने हुन्छ यहाँदेखि यहाँसम्म। योमा चाहिँ 1 2 3 4 5 6 7 8 पिस 8 छ भनेपछि यसको 4% निस्किनु पर्ने, तर 4% निस्किँदैन। एकमा हामीले 2 पिस दिन्छौँ। यसमा चाहिँ अब लगभग 4%मा 3.5% जति निस्किन्छ होला। अब यो चाहिँ हामीले अब म गराउँदै गइरहेको छु। अब यो चाहिँ ट्याक्क अब यो काटिसकेर म चाहिँ हजुरहरूलाई देखाउँछु है। यहाँनिर चाहिँ म यसलाई काट्न गइरहेको छु। यसलाई चाहिँ अलिअलि रहेको भागहरू पनि यहाँबाट सफा गर्नुपर्छ। हल्का रहेको छ। यसरी काट्यो भने यस्तो रहन्छ कि है। यस्तो रहनु भएन। सो क्लियर चाहिँ गर्नै पर्छ। यो कपाल हो है। अनि यसलाई यसरी यहाँनिर चाहिँ ट्याक्क साफ देखिरहेछ। अब यसलाई स्याट्ट मिलाउनुपर्छ है।
टक्क यस्तो खाले गराएर अब यसलाई चाहिँ यस्तो खालको बनाउनु पर्छ है। ट्याक्क हेर्दा पनि ट्याक्क अनि अलिअलि सफा गर्नुपर्ने छ साइडहरू यताउता। यो चाहिँ गर्नै छ, यो चाहिँ गर्नुपर्छ। ल साथीहरू त्यही हो है। अब यो चाहिँ यसरी यस्तोलाई अब यस्तो पिसलाई अब यस्तरी रिप्समा यसरी काट्नुपर्छ। अनि ट्याक्क यसलाई चाहिँ यस्तो गराएर ट्याक्क देख्नलाई चाहिँ च्याट्टा देखिन्छ। अनि कपालहरू पनि एउटा साइडमा एउटा कपाल छैन है। यस्तो हो साथीहरू। ल यसरी चाहिँ मेरो काम गर्ने तरिका चाहिँ यस्तो हो। हजुरहरू चाहिँ कसरी गराउनुहुन्छ, कसैले हेर्दै हुनुहुन्छ भने चाहिँ कमेन्ट गर्नु होला। ल म यो चाहिँ भ्याउँछु है।